आउनुहोस् है, आउनुहोस् मित्रहरू। हाम्रो चाहिँ यहाँ भाउजूले स्ट्रबेरी ल्याउनु भएको छ। अब बारीमा गएर टिप्न त गाह्रो छ, त्यही भएर यहाँ ल्याउनु भएको छ भाउजूले दुःख गरेर तलदेखि बोकेर। अब लानुहोस्, खानुहोस्। धेरै महँगो पनि छैन यो, दुःख गर्न बर्खामा दुःख गरे अनुसार त महँगो छैन, तर हुन त अब मान्छेलाई पैसा महँगै लाग्ला। तर जो सिजनमा खानुपर्छ, पैसा नै सबै कुरो होइन। पैसा नभए नि केही हुँदैन, तर पैसा सबै कुरो नि होइन। दामी छ, हेर्नुहोस् कति दामी छ भने। एडिट गराउनु भने हेर्नु त कस्तो दामी छ कि, हेर्नुहोस् कति ठुल्ठुलो छ भने। ल आउनुहोस् नुवाकोटको ककनीमा हिमेरी तोची स्ट्रबेरी जात चाहिँ तोची, यो जातहरू चाहिँ धेरै जातको हुन्छ। तोची जातको चाहिँ हिमेरी भनेर भन्दै हुन्छ भाउजूले। ल हेर्नुहोस् कति ठुलो छ, खाँदाखेरि झन् के भन्नु, रसिलो मिठो रहेछ, एकदम मिठो। 5 थरीको दिने, 5 जातको दिएको थियो हामीलाई यो जापानीहरूले। हाम्रो पहिलोको चाहिँ लोकल थियो कि, पहिलोको